फुटबलको महाकुम्भ विश्वकप चलिरहेको छ। नेपालीहरू मेस्सी कि रोनाल्डो कि नेमार भनेर सामाजिक सञ्जालमा रोइलो मचाइरहेका छन्। तर नेपालको फुटबल भने लथालिङ्ग अवस्थामा छ। यति नै बेला एन्फालाई फिफाले पनि निलम्बन गरिदिएपछि नेपाली फुटबल झन् कोमामा नै पुगेको छ। फुटबललाई राजनीतिमा सुर्लुम्म डुबाएर एन्फाका पदाधिकारीहरू विश्वकप हेर्न छाती फुलाएर विमानस्थल पुग्छन्। धन्न बालिन सरकारले उनीहरूलाई विमानस्थलमै रोकिदिन्छन्, नत्र तिनीहरू सरासर बिना रोकटोक विश्वकपको मजा लिइरहेका हुन्थे। फिफाले जारी गरेको विज्ञप्ति अनुसार फुटबल सङ्घको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको पाइएकोले निलम्बन गरिदिएको बताएको छ। यो निर्णयसँगै एन्फाले फिफा सदस्यको रूपमा प्राप्त गर्ने सबै अधिकारहरू गुमाएको छ। निलम्बन कायम रहुन्जेल नेपालको राष्ट्रिय टोली तथा कुनै पनि क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। साथै फिफा र एसियाली फुटबल महासङ्घ एएफसीबाट प्राप्त हुने विकास बजेट र अन्य सुविधाहरू पनि रोक्का हुनेछन्।